हेलो गाइस, नमस्ते, गुड मर्निङ। आज चाहिँ मेरो डे 2 स्टार्ट हुँदैछ। आज चाहिँ मैले जिरा र जुवानोको झोल पिँदैछु। पहिलाको आमाहरूले पिउन्थ्यो अरे सुत्केरी भएपछि, अब मेरो यो हालतले जुवानोको झोल पिउने अवस्था आएको छ। त्यही भएर म देखाउँदैछु। मैले जुवानोको झोल बनाउँदैछु। पाक्दैछ, अलि पाक्यो भनेपछि अनि यसलाई चाहिँ स्टेन गरेर अनि यसलाई खानुपर्छ। अनि अरू के छ, तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। मेरो त अब आधी खोला यत्रो भुडी कसरी घटाउने होला। त्यही भएर जहाँबाट पनि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्नु होला, सपोर्ट गर्नु होला गाइस। मलाई फेरि भिडियो बनाउन फेरि मन लाग्छ र कन्टेन्ट के बनाउने भनेर लास्टै कन्फ्युज हुन्छु कि। त्यही भएर दिनचर्या यानि कि डेली रुटिनहरू राखौँ भनेर, त्यही भएर आई विल ट्राई। अरू सुनाउनु गाइस, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। अब यो अलमोस्ट पाकिसक्यो। अब गाइस फाइनल्ली यो भइसक्यो। अब भएर पनि यसलाई म छान्नुपर्छ यसरी। वाउ, अब यो जुवानोको झोल पनि रेडी भइसक्यो गाइस। अब बिहानीको सुरुवात। झोल पिएर हेर्छु खै जुवानोको झोल कस्तो हुँदो रहेछ है। ठिकै छ गाइस, न खुर्सानी न नुन, होइन, अलग्गै छुट्टै छ कि यसको टेस्ट चाहिँ। तपाईँहरूले पनि जुवानोको झोल चाहिँ के फाइदा हुन्छ भनेपछि, हाम्रो शरीरमा सबैभन्दा बिहान खाली पेट खायो भने जुन बोसोहरू हुन्छ नि गाइस, जो हाम्रो यो पेटको वरिपरि छ, त्यो बोसो पक्लाउने काम गर्छ अरे अजवाइनले। एउटा एकदम हिट हुन्छ नि त, यो गरम चिज हो। अनि यदि तपाईँलाई पत्थर या स्टोन छ भने पनि खान सक्नुहुन्छ। यसले पनि त्यसलाई पनि फाइदामन्द गर्छ। अनि सबैभन्दा जुवानो के हो भने धेरै गर्मी हुन्छ। पहिलाको अब हाम्रो मम्मीहरू भाउजूहरू सुत्केरी हुनुभयो भने नि उहाँहरूले पनि पिउनुहुन्थ्यो। अब के गर्ने, मलाई पनि त्यही जुवानोको झोल पिउने कन्डिसनमा पुर्याएको छ। ठिकै छ, जे जस्तो भयो नि लाइफमा एक्सेप्ट गर्नुपर्छ, होइन। त्यही भएर गाइस, तपाईँहरू जहाँ पनि हुनुहुन्छ, जुन ठाउँबाट पनि हेर्दै हुनुहुन्छ, कुना कुप्चा, बिस्ताराको रजाइबाट, खाटबाट, खाटमुनिबाट, जहाँबाट पनि हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मेरो युट्युबमा पनि छ भिडियो, युट्युबमा पनि हेर्ने गर्नु होला। त्यही हो, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। आज के हो, ह्याप्पी ट्युसडे गाइस।